हेलो माई डियर फ्रेन्ड, नमस्ते। तपाईँले यो जुन हेर्नु भएको छ यसको नाम चाहिँ लक्ष्मण गजो। अहिलेको चलन चल्तीमा रहेका हजारको नोट, त्यसमा चाहिँ देख्न सक्नुहुन्छ यसको तस्बिर। यो चाहिँ लक्ष्मण गजो भने रामगज चाहिँ सौरामा छ र यसको अर्को विशेषता के छ भने यसले चाहिँ अब नेपाली भाषा प्रष्टै बुझ्ने, बरु यिनीहरूको भाषा यिनीहरूको व्यवहारलाई अलिकति हामीले बुझ्न गाह्रो पर्छ, तर हामीले जुन शब्द बोल्छौँ र जुन व्यवहारमा सिकाउँछौँ त्यसले चाहिँ प्रष्टै बुझ्छ भन्ने चाहिँ मलाई लाग्छ। र तपाईँहरूलाई के लाग्छ कुन्नी, अब यहाँ चाहिँ देख्न सक्नुहुन्छ र म चाहिँ देखाउँछु है त यसले कतिको बुझ्छ भनेर। जान्छ ब्याग जा, ब्याग अझ ब्याग जान, अझ ब्याग जा, अझ ब्याग जा, अझ ब्याग 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 ब्याग। ओके स्टप। ए कान्छु, ल त यो उठा, त्यो उठा, माथि राख, टाउको माथि राख। स्याबास कान्छु, त्यो माथिको यता माथि माथिसम्म त दे दे, त्यो ले न, ले मलाई ले, ल्याउ कान्छु ल्याउ, ले मलाई। स्याबास, छोडिदियो ल। हुन्छ, हजुरहरूले देखि नै हाल्नुभयो अनि बुझि पनि हाल्नुभयो, किनकि हाम्रो नेपालको हात्ती हो नि त होइन। अब विदेशको हात्तीले इङ्ग्लिस बुझ्न सक्छ भने हाम्रो नेपालको हात्तीले नेपाली किन नबुझ्ने त भनेर त्यही नेपाली भाषा पनि प्रयोग गर्यो र यसले बुझ्दो रहेछ भने चाहिँ प्रष्ट भयो। हुन्छ, अब हजुरहरूलाई यो भिडियो सम्बन्धी के कस्तो लाग्यो, यो जानकारीमूलक भिडियो होइन, आफ्नो सल्लाह सुझाव प्रतिक्रियाहरू दिन चाहिँ नबिर्सिनुहोला, किनकि हजुरलाई जे जस्तो लाग्छ यो भिडियो सम्बन्धी त्यसरी त्यही अनुसारको प्रतिक्रिया दिन सक्नुहुन्छ है त। हस् त, हजुरको दिन शुभ बितोस्।